तारे माम यो त यही पो रहेछ ल ओहो ल बाहुन सुन बाहुन तेरो म धेरै भिडियोहरू बाहुन होइन मलाई चाहिँ एउटा एकदमै राम्रो गाडी छ नि एकदम राम्रो गाडी चाहिँ मलाई देखाउनु पर्यो तिमीले है मलाई फेरि एकदमै म मात्रै होइन मेरो फेरि त्यो टोलमा पनि सबैलाई मनपर्ने गाडी देखाएँ फेरि बुझ्यौ नि तैँले होइन नमस्ते नमस्ते आराम हुन्छ त यही बेला टाउको चिलाएर बाहुन हेर्न कस्तो नुहाएको पनि 3-4 दिन भयो है त्यति मन नउठेन तर म सफा चाहिँ है बाहुन सुन बाहुन मलाई एकदमै चाहिँ नि मलाई चित्तो बुझ्यो अलिकति सस्तो बुजेटमा राम्रो गाडी देखाएर ल्याऊ है मैले अघि नै पनि भनिसकेँ यार बाहुन तिमी कहाँ म चाहिँ नि धेरै ठाउँबाट पनि चाहिँ नि मन नपऱ्यो तिमी कहाँ मनपर्छ भनेर आएको छु बाहुन मलाई लाग्छ तिमीले चाहिँ मलाई एकदम राम्रो गाडी दिन्छ है बाहुन ल अरे खुसी लाग्यो दाइ फेरि धेरै धन्यवाद है आइदिनु भयो थ्याङ्क यू दाइ हजुर पनि कहाँ बाहुन चाहिँ नि भोटे या अनु कुनै भन्नु भयो तपाईँको म भाइ हो नि दाइ ए सरी फेरि तिमी बाहुन नमन भन्छ अब फेरि यो बाहुन भन्ने बानी बचिदिएको बाहुन मात्रै भन्छ क्या तिमी जस्तो गोरु मान्छे चाहिँ म बाहुन मात्रै भन्छु फेरि ठिक छ दाइ ए फेरि दाइ भन्यो भाइ सुन्नु भाइ ल मलाई तिमी राम्रो गाडी देखाउनु त अब हामी गन्ठन मात्रै गरेर बसेर भएन होइन लु जाउँ त पहिला हजुरलाई एकदमै मिल्ने गाडी राम्रो गाडी म देखाउँछु प्लिज हेर्नुहोस् न दाइ एकदमै राम्रो छ यो 2017मा बनेको गाडी डाटसन गो हो 1200cc पेट्रोल इन्जिन सिंगल ओनरसिप एक्सन पुडरमा फ्री विथ ग्यारेन्टेड गाडी यो दाइ हेर्नुहोस् ब्याग्स आफ्टर मार्केट बकेट फिटिङ लेदर सिट टच स्क्रिन सम्पूर्ण कुराहरू एडेड यानि कि फुल्ली लोडेड अप्सनमा माइलेज पनि एकदमै राम्रो जापानिज टेक्नोलोजी हो हजुर यो मलाई लाग्छ तपाईँको नाति नातिनीलाई पनि तपाईँको मान्छेलाई तपाईँको भाइसितलाई पनि यो एकदमै मनपर्छ तपाईँको घरभरिलाई पनि यो गाडी असाध्यै राम्रो लाग्छ यसको विषयमा म एकदमै स्योर एन्ड सर्ट छु हो कि भन्नुहोस् त सुन्न भाइ अब यो पनि गाडी त धेरै मन पर्यो मलाई तर के गर्ने अब गाडी त ठुल्ठुलै किन मन छ नि आफ्नो बुजेट मरु के गर्ने होइन अब तिमीलाई पनि थाहा छ नि म चाहिँ हेरेँ भाइ म चाहिँ फेरि घाँटी हेरेर हार्ने मान्छे हो होइन म फेरि त्यो अरूको भरलाई म लाएर त्यो जति भन्यो त्यति पैसा ड्याङ हालेर म गाडी किन्दैन हेर यसमा अब सबै छ नि अब मजाको चाहिँ नि हाइट पनि रहेछ अब 5 स्पिड म्यानुअल ट्रान्समिट पनि रहेछ अब मलाई चाहिँ नि सबै कुरो छिटो बुझ्यो हेर है म यही गाडी लिन्छु तर अहिले हेर म अहिले नै तँलाई यो गाडी लिन्छु म कन्फर्म भनेर चाहिँ भन्दैन है म एकचोटि घरमा सल्लाह गर्छु मेरो जानसँग पनि त सल्लाह गर्नु पऱ्यो नि होइन त्यो जस्तो फ्याटाफाटी किन्ने होइन हेर पैसा त अब जानसँगै हुन्छ मेरो फेरि म अरूलाई पैसा दिँदैन अब छोराहरूलाई म पैसा दिने होइन हेर है पैसा माग्नुपर्छ म यसो गर म आज चाहिँ मलाई टाइम दिए त है म आज घर जान्छु घरमा सल्लाह गर्छु त्यो मैले भिडियो पनि मलाई त्यो मेरो नम्बर छ नि त्यसमा के भन्छु नि त्यो के छ त्यो वाट्सएपमा पठा त्यहीँले है त्यसपछि म घरमा देखाएर अनि तँलाई म फाइन गर्छु है त ल बुझ्यो नि भाइ कुरो बुझ्यो नि है ए फेरि त भन्छु तिमी कुरो बुझ्यो नि होइन ल सुन तपाईँ सरी यार तपाईँ ठिक छ अहिले सल्लाह कुरो तिमीले मेरो मानिसक्यो बुझि पनि सक्यो म तिमीलाई बेलुका एकचोटि फोन गरेर ल्याउँछु है ल तिमी सम्झ न म कन्फर्म लाने हो होइन नैलो न अर्को लैजाउँला नि पहिला म एकचोटि घरमा कति बजेट छ त्यो सल्लाह गर्छु क्या है लुमा भाइ म जान्छु भाइ ल साह्रै खुसी लाग्यो तिम्रो व्यवहार मलाई एकदम छिटो बुझ्यो है भाइ ल म गाडी मैले नकिने पनि अर्को साथी चाहिँ म ल्याउँछु है म टकाबाट गाडी चाहिँ किन्छ भने चाहिँ किन्छ ल त ढुक्क भएर बस मलाई 100% आशा छ तपाईँले त यो गाडी लिनुहुन्छ नै र जस्तै हाम्रो यो भिडियो हेर्नुहुने सम्पूर्ण किन्नु र गाडी खोजिरहनु हुनेले पनि राजोटोमै आएर लिनुहुनेछ यहाँलाई थाहा छँदैछ हाम्रोमा बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म शनिबार आइतबार तथा अन्य बिदाका दिनमा पनि खुला रहने भने थाहा छ नि तपाईँलाई इजी फाइनेन्स फ्री टेस्ट ड्राइभ तपाईँसँग भएको गाडी क्यासमा मात्र बेच्न पनि सकिने भने हामीसँग लिनुभएको गाडी बाइब्याक ग्यारेन्टीमा पनि